आजको किचन ट्युटोरियल भिडियोमा हामीले यहाँ माझ लिएर आएका छौं अमेरिकन डिश एग बेनेडिक्ट। ब्रेकफास्टको रूपमा खाइने यो डिश टोस्टेड इंग्लिश मफिन त्यसमाथि क्रिस्पी बेकन, पोच्ड एग र होलेन्डाइज सस राखेर बनाइने गरिन्छ। यहाँहरु पनि एग बेनेडिक्ट कसरी बनाउने विस्तृतमा जान्न चाहनुहुन्छ भने भिडियोको अन्त्यसम्म रहिरहनु होला है त। स्वागत छ यहाँहरु सबैजनालाई कुलिनरी आर्टिस्ट कुकिङ च्यानलको अर्को एक नयाँ एपिसोडमा। एग बेनेडिक्ट बनाउनको लागि हामीले यहाँ अन्डा, इंग्लिश मफिन र बेकनलाई लिएका छौं। इंग्लिश मफिनको सट्टा यहाँले मिनी बर्गर बन अनि बेकनको सट्टा ह्यामको प्रयोग गर्न पनि सक्नुहुनेछ। बेकनलाई साधारणतया पोर्कको बेली पार्टबाट तथा ह्यामलाई थाई पार्टबाट बनाइने गरिन्छ। पोच्ड एग बनाउनको लागि हामीले यहाँ अन्डाको सेतो भाग र पहेँलो भागलाई नछुट्टाई फुटाएका छौं। त्यसपछि एउटा प्यानमा अन्डा डुब्ने गरी पानी राख्ने र उम्लिसकेपछि थोरै भिनेगर राखी लगभग 80 डिग्री सेन्टिग्रेडमा अघि फुटाएर राखेको अन्डालाई हामीले लगभग 3 मिनेट पकाएका छौं। पोच्ड एग बनाउँदा भिनेगरको प्रयोगले अन्डाको सेतो भागलाई क्विक सिल गर्दछ र पहेँलो भागलाई रनी नै बनाउने गर्नुपर्दछ। पानीको टेम्परेचर ज्यादा भएमा अन्डा फुट्ने हुनाले विशेष ख्याल गर्नुपर्दछ। लगभग 3 मिनेटपछि यहाँले भिडियोमा देख्न सक्नुहुनेछ पोच्ड एग तयार भइसकेको छ। यसलाई ओभरकुक हुन नदिनको लागि हामीले यहाँ आइस वाटरमा राखेका छौं। त्यसैगरी होलेन्डाइज सस बनाउनको लागि एउटा मिक्सिङ बलमा अन्डाको पहेँलो भाग, डिजन मस्टार्ड र थोरै भिनेगर राखी मिक्स गरेका छौं र एउटा ससप्यानमा पानी राखी तातिसकेपछि यही माथि स्टिममा राखी थोरै थोरै मात्रामा बटर राख्दै व्हिक्स गरेका छौं। तर यहाँ मिक्सिङ बलले तातो पानीमा छोएको हुनु हुँदैन। छोएमा हिट बढी भई ओभरकुक हुने हुँदा टेम्परेचर तथा पानीको मात्रामा विशेष ध्यान दिनु पर्दछ। स्टिममाथि राखेर पकाइने हुनाले यसलाई डबल बोइलिङ मेथड भनिन्छ भने बटर र भिनेगरलाई एकले मिक्स गर्ने हुँदा होलेन्डाइज ससलाई वार्म इमल्सिफिकेसन सस पनि भन्ने गरिन्छ। यसरी लगातार मेल्टेड बटर राख्दै चलाउँदै क्रिमी सस नभइन्जेल चलाइराख्नु पर्दछ। यसरी होलेन्डाइज सस बनाउँदा सस टाइट भएमा थोरै भिनेगर राखी चलाउने तथा रनी भएमा बटर राख्दै चलाउनु पर्दछ। यदि सस ओभरकुक हुन लाग्यो भने यसलाई मनतातो पानी राखेर ब्यालेन्स गर्न पनि सकिन्छ। यसरी क्रिमी सस फर्म भइसकेपछि हामीले सिजनिङको रूपमा सल्ट र व्हाइट पेपर राखी मिक्स गरेका छौं। त्यसपछि बेकनलाई पनि एउटा ट्रेमा राखी लाइट क्रिस्पी नभइन्जेल ओभनमा बेक गरेका छौं। ओभनको सट्टा यसलाई प्यानमा राखेर सियर गर्न पनि सकिन्छ। त्यसैगरी इंग्लिश मफिनलाई पनि बटरले स्प्रेड गरी टोस्ट गरेका छौं र अन्त्यमा प्लेटिङ गर्नको लागि क्रमशः टोस्टेड मफिन माथि क्रिस्पी बेकन, पोच्ड एग र होलेन्डाइज सस राखेका छौं भने अर्कोमा बेकनको सट्टा सटेड स्पिनचलाई राखी त्यसमाथि पोच्ड एग र होलेन्डाइज ससलाई राखेका छौं। यसलाई फ्लोरेन्टाइन स्टाइलको एग बेनेडिक्ट भन्ने गरिन्छ। साधारणतया पोच्ड एग वार्म नै सर्भ गर्ने हुँदा हामीले यहाँ पुनः तातो पानीमा राखी वार्म गरेका छौं र अन्त्यमा एसेम्बल गरिसकेपछि कलर कन्ट्रास्टको लागि हामीले यहाँ पाप्रिका पाउडर तथा माइक्रो ग्रीनले गार्निश गरेका छौं भने सल्ट तथा ब्ल्याक पेपरले अन टप सिजनिङ गरेका छौं। यसरी सर्भ गर्दा पोच्ड एगको भित्री भाग यानि कि पहेँलो भाग यसरी पक्ने खालको हुनुपर्दछ र यसलाई वार्म येलो ट्याङ्गी र बटरी फ्लेभरको होलेन्डाइज सससँग सर्भ गर्दा स्विटेबल हुने गर्दछ। यो थियो आजको भिडियो एग बेनेडिक्ट। यहाँहरुलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। साथै च्यानललाई मन परेमा लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु अनुरोध गर्दछु। अर्को भिडियोमा कुनै नयाँ डिश उपस्थित हुनेछु। तबसम्मलाई कीप वाचिङ कुलिनरी आर्टिस्ट कुकिङ च्यानल। बाइ बाइ एन्ड सी